जय शम्भु। नमस्ते गुरुबा। नमस्ते। चेली केही भेटीहरू दिनुहुन्छ कि? एकैछिन पर्खिनुहोस् ल। हेलो हेलो। आज मलाई काममा जानु छ, खाना छिटो पकाऊ है। त्यति नै हतार छ भने नखाइकन जाँदा हुन्छ। म बिजी छु, फोन राख्नुहोस्। गुरुजी लिनुहोस्। सधैँ खुसी रहनुहोस्। जय शम्भु। गुरुजी कसरी खुसी हुनु? सधैँ झगडा हुन्छ घरमा। केही उपायहरू सिकाइदिनुहोस् न। हेर्नुहोस् बहिनी, खुसीको वातावरण चाहनुहुन्छ भने सबैभन्दा पहिला तपाईँ आफै परिवर्तन हुनुपर्छ। खुसीको वातावरण तपाईँ चाहनुहुन्छ भने सबैभन्दा पहिला तपाईँले आफ्नो व्यवहार परिवर्तन गर्नुपर्छ। जुन घरमा पनि पुरुषको आवाजभन्दा स्त्रीको आवाज माथि जान्छ भने त्यो घरमा शान्ति र खुसी कहिले पनि हुँदैन र लक्ष्मीको कृपा पनि कहिल्यै हुँदैन। अब म कसरी भनौँ तिमीलाई? म एक अनजान पुरेत, उहाँ तिम्रो 7 फेरा लगाएको श्रीमान। मलाई यति मिठो व्यवहार गरेकी छौ, खानेकुरा दिएकी छौ, उहाँले खानेकुरा माग्दा झर्को र फर्को गरेको छौ। हेर बहिनी, उहाँलाई त्यस्तै महसुस गराएकी छौ यो घरमा तिम्रो चल्छ, उहाँको केही चल्दैन भन्ने। अब भन त, तिम्रो यस्तो व्यवहारले तिम्रो श्रीमान खुसी हुनुहुन्छ त? यदि तिम्रो श्रीमान खुसी हुनु नभने तिमी पनि खुसी छैनौ। ल भन त, तिम्रो दुवैजना खुसी भएनौ भने यो घरमा कहाँबाट आउँछ शान्ति र खुसी? गुरुजी, उहाँ मेरो श्रीमान हो भने उहाँले पनि त सोचेर बोल्नुपर्छ नि मसँग। बहिनी, आफ्नो जीवनसाथीसित सोचेरै बोल्नुपर्छ। उहाँसँग तिमी झर्को र फर्को गरेर बोल्छौ, तिम्रो जीवनमा समस्या आउन सक्छ। बहिनी, म अनजान व्यक्तिसँग त तिमी राम्रो व्यवहार गर्दैछौ, खानेकुरा दिएको छौ, के तिमी तिम्रो श्रीमानसँग मिठो 2 शब्द बोलेर खानेकुरा दिन सक्दैनौ? अनि उहाँ धेरै घमण्डी हुनुहुन्छ। हेर बहिनी, खुकुरी भन्दा गर्दा लाग्न खोज्नु हुँदैन। अहिले महिलाहरूको अक्सर यही नै समस्या धेरै नै छ, बुझ्यौ? आफ्नो श्रीमान हो, सम्मान गर। कमसे कम मिठो 2 शब्द बोल्न त सक्छौ नि बहिनी। अब म के गर्नु गुरुबा? हेर बहिनी, तिमीले मलाई उपाय सिकाइदिनु भन्यो, मैले तिमीलाई सिकाइदिएँ। अब तिमी आफूमा निर्भर हुन्छ कि तिम्रो विचार परिवर्तन हुने नहुने। अनि अर्को कुरा बहिनी, यो भगवानलाई चढाएको अक्षता र आफ्नो श्रीमानलाई भोको राखेको, यसमा केही पनि अर्थ हुँदैन बहिनी। आफ्नो श्रीमान भनेको पनि भगवानको दोस्रो रूप हो। त्यसैले श्रीमानलाई पनि खुसी बनाऊ, तब मात्रै भगवान पनि खुसी हुनुहुन्छ। बुझ्यौ नि बहिनी? कहिले म गएँ। जय शम्भु। हेलो, हजुरलाई भोक लागिसक्यो होला। हजुरको फेभरेट मटर पनिरको सब्जी बनाएकी छु। म चाँडै आउँछु। हस्, बाई।